हेलो, आज चाहिँ म नयाँ तरिकाले आउँदैछु मेरो युट्युब ब्लगमा हैन। मलाई यहाँ लिन आइसक्नु भएको छ, यहाँ हाम्रो सारी आइसक्नु भएको छ। अब हामी चाहिँ जाँदैछौँ, कहाँ जाँदैछौँ भने आज म देखाउँदैछु तपाईँहरूलाई नेपाली होटल, त्यसपछि नेपाली तरकारी पसल, म सब देखाउने विचार गरिसकेँ आज मैले। हामी जाँदैछौँ यहाँबाट यसरी सररर। यो चाहिँ नाइट ब्लग हो, अलिअलि उज्यालो चाहिँ छ यहाँ है, अलिअलि उज्यालो त छ यहाँ, अलिअलि उज्यालो छ। यो साउदी अरब हो नि त, त्यही भएर यहाँ अलिअलि उज्यालो चाहिँ भइरहेछ। तर हामी चाहिँ राति नै हिँडिरहेछौँ, यहाँ राति हिँडिरहेछौँ सर। अनि त्यसपछि अब नेपाली होटल कस्तो छ, के छ, म सर्लक्क देखाउँछु होइन। अनि उहाँलाई धोका दियो अरे, अनि धोका दिएपछि फेरि खत्तम हुन्छ फेरि यहाँ। तपाईँलाई कसले धोका दियो फेरि? अब एउटा झ्याल भयो भने उहाँले घरै बनाउने कुरो गर्नुभएको, अब उहाँले घरै बनाउने कुरो गरिसक्नु भयो। अब यस्तो ठाउँबाट सरल कहिले काहीँ जिन्दगी चम्किलो हुन्छ, कहिले अँध्यारो हुन्छ। फरक चाहिँ लोड सेडिङको मात्रै हो। यस्तो ठाउँबाट यसरी पानी पर्न लाग्यो कि ल्याउने मान्छे हो नि, तपाईँले यता ल्याउनु भने थाहा पाएको म आउँथेन। होइन कुदाउँदा के फरक पर्दैन, त्यो हावाले त्यो हान्न पर्यो क्या बस। एसी अगाडिपट्टि हान्दिनँ न, हावाले दह्रो हानिहाल्छ नि। जाँड खाइदिएको बहिनी 2 गिलास मादिन भनेको जबरजस्ती खुवाइदिए। एउटा बुहारीको दिन्छ खाउ कान्छ भनेर भरे त बुढो त छैन, हिँड्यो कता गयो भयो। दाइलाई भाउजू चाहिएको, मलाई बुहारी चाहिएको। गुलाबजाम मात्र चल्दैन होला, गोटे उठालेर फाइनल्ली हामी चाहिँ आइपुग्यौँ जस्तो लाग्यो। फाइनल्ली हामी आइसक्यौँ नि, नेपाली होटलमा आइसक्यो। गाडीबाट ओर्लेर सररररररै के छ, ठिक छ? हेर त उहाँको चाहिँ यहाँ नयाँ एयरपोर्ट खोल्नु भएको छ उहाँले। ठिक छ, ए हामी यहाँ आइसकेका छौँ। हाम्रो साथी पनि यहीँ आउनुहोस् है, ल है आउनुहोस् है। काठमाडौँ रेस्टुरेन्टमा हामी आइसकेका छौँ। उहाँ चाहिँ हाम्रो रेस्टुरेन्टको साउ भाइ, एकदम ठुलो है, एकदम ठुलो है।
हाम्रो एकदम दुब्लो दाजु हुनुहुन्छ यहाँ चाहिँ हेर्नु यहाँ घोडी पनि लागेको केटो त्यहाँबाट पुछिरहेको छु। यहाँ यस्तो छ माथि यस्तो टप बढाएर होइन माथि खाली रहेछ। माथि खानु भने हामी यहाँबाट माथि पनि जाने ठाउँ छ क्या यसरी यहाँ माथि पनि जाने ठाउँ छ। मैले अस्ति बनाएको थिएँ नि भिडियो यस्तो खतराको छ कि अब यहाँ यो के कुरा गर्नु अब बस्ने ठाउँमै बवाल के अब यो यस्तो दामी बवाल छ यहाँ है। अब तरकारी देखाउँछु म एकछिन है त नेपाली तरकारी पसल। अनि हाम्रो हालखबर के छ? ठिक छ तपाईँको हालखबर? एकदम गजब छ। यसपालि जेद्दाको मौसम पनि एकदम मिया छ। यो चाहिँ मेरो युट्युब च्यानल हो है। हो र? सब्स्क्राइब गर्नु भन्दिनु न यार। हेलो नमस्ते। हाम्रो साथीको हाम्रो उतन सरको युट्युब च्यानल छ। सब्स्क्राइब गरिदिनु होला। उहाँ चाहिँ एकदम एक नम्बरको डान्स मास्टर हुनुहुन्छ। बेला मौकामा उहाँले खतरा डान्स गर्नुहुन्छ बेला मौकामा। एकदम दाजु पनि हुनुहुन्छ यहाँ फेरि के अरे उहाँको युट्युब च्यानल छन् त्यसलाई चाहिँ सब्स्क्राइब गरिदिनु होला। अनि मलाई पनि लिङ्क पठाइदिनु होला, म सब्स्क्राइब गरिदिन्छु। ल म पठाउँछु। अनि आउनु न अब यतातिर जाउँ। अब यहाँनिर चाहिँ हाम्रो यहाँ प्याकिङ भइरहेको छ यहाँ होइन। यो खासमा यहाँ यस्तो खतरा प्याकिङ भइरहेको छ। यो खाली हो कि प्याक हो? बक्स खाली हो? ए हाम्रो यहाँ हुनुहुन्छ। अनि हाम्रो यहाँ तरकारी बजारको साहु बा चाहिँ उहाँ हो है फेरि। ल अनि के छ सन्चै हुनुहुन्छ? हाम्रो तरकारी पसलको साहु नि हेर्नु त उहाँ। यो चाहिँ हाम्रो नेपाली तरकारी पसल भन्दा पनि फेरि फलफुलै देखायो भन्नु होला होइन। यतातिर छ है। अब यहाँ कति थरी आइटम छ। दाल रहेछ यहाँ मकै भुटेर खानेसम्म रहेछ। भुटेर खानु मन लाग्यो नि यहाँ रहेछ है। अनि त्यहाँबाट यो आलु पनि रहेछ है फेरि। यहाँ हेर्नु न यहाँ यस्तो डेन्जर चुमुर्की आएको छ नि। यो चाहिँ प्लास्टिक हो है फेरि। कहाँ छ अचार? अचार यस्तो दामी गरेछ यहाँ ल। नेपाली प्योर नेपाली ल। के छ यो भित्र? यो लसुनको अचार रहेछ। अनि यहाँ सुकुटी पनि रहेछ है। आहा ल त यहाँ यस्तो डेन्जर अचार रहेछ। कहाँ हुनुहुन्छ तपाईँहरू? के गर्दै हुनुहुन्छ क्या? यस्तो डेन्जर अचार रहेछ यहाँ। हेर्नु त यहाँ नेपालको झन्डा चिटिक्कै टोपी सोपी सबै रहेछ यहाँ है। अहिले हाम्रो तरकारी पसल होइन। अनि त्यसपछिबाट यहाँ ट्याक्क यसरी घुम्ने कुर्सीमा सुइँ बसिसकेपछि सिद्धियो है। यसरी बसिसकेपछि सिद्धियो। अनि मेरो टिकटकमा पनि यसो आउनु होला। अनि यो चाहिँ मेरो युट्युब च्यानल हो। युट्युब च्यानल सब्स्क्राइब गरिदिनु भन्नु न एकचोटि। युट्युब च्यानल चाहिँ सब्स्क्राइब गर्नु पर्यो भनेर भन्नुभएको छ। हेर्नु त यत्रो पसलको साउनी भएर यस्तो लजाउनु भयो। अनि गाह्रो छ हौ के गर्ने। मलाई नि माया गर्नु होला। यता यहाँतिर आएर नि माया गरिदिनुहोस्। यस्तो खतरा तरकारी पसल छ है। अनि यसरी बस्ने ठाउँ यहाँ ठ्याक्क लाएर अनि त्यसरी अनि यसो गर्नु। अनि अब म कहाँ जान्छु अनि त्यहाँको भिडियो बनाउँछ है। अब कोला भाइ त पागलै हो। तँलाई सधैँ कसैले पनि भनेको छैन। तँलाई कसले सधैँ भनेको? त पागलै त हो नि। पागल हो भन्नै पर्दैन। सबैले तँलाई पागल भनेर चिनेको। त्यही भएर अब एउटा गाडी पठाउँदैछु। तँलाई तुरुन्त पाटनतिर लाने व्यवस्था हुँदैछ है। रेडी भएर बस।